नमस्कार। आजको यस भिडियोमा हामी DHIS2 मा पिभोट टेबल कसरी चलाउने भन्ने कुराहरू सिक्छौँ। पिभोट टेबल अथवा नयाँ भर्जनमा जुन डेटा भिजुअलाइजर भनेर छ, हामीलाई धेरै डेटा हेर्नु पर्यो। जस्तै एउटै डेटा धेरै ठाउँको हेर्नु पर्यो। हामीले जुन डेटा सेट रिपोर्टमा HMS रिपोर्टमा गएर हेर्दाखेरि के गरेका थियौँ त भनेदेखि एउटा युनिटको एकपटकमा हेर्न मिल्थ्यो। कुनै जिल्लाको हेर्न पर्यो, एकपटकमा एउटा जिल्लाको मात्रै मिल्थ्यो। अर्को जिल्लाको हेर्नु पर्यो, फेरि अर्को क्लिक गर्न पर्थ्यो। अथवा अर्को महिनाको हेर्नु पर्यो, फेरि अर्को तरिकाले जान पर्थ्यो। त्यसको एडभान्टेज, सबै एडभान्टेज चाहिँ कहाँ छ त? यो डेटा भिजुअलाइजरभित्र छ। हामीलाई धेरै ठाउँको, जस्तै वडा नम्बर 1 देखि 15 सम्मको डेटा 4-5 वटा डेटा हेर्न मन लाग्यो। जस्तै खोप कतिजनाले लाउनु भयो, होइन, कतिजना डेलिभरी हुनुभयो, कतिजना झाडापखालाका बिरामी आयो भनेर धेरै कुराहरू, धेरै डेटाहरू, धेरै ठाउँको र धेरै समयको हेर्न मन लाग्यो भनेदेखि त्यस्तो बेलामा डेटा भिजुअलाइजरभित्र एउटा फङ्सन छ जुन पिभोट टेबल हो, त्यो काम लाग्छ। अब कहिलेकाहीँ चाहिँ के हुनसक्छ भनेदेखि पिभोट टेबल तपाईँकोमा यहाँ नदेखिन सक्छ। यो विशेष गरेर समीक्षाहरूमा स्लाइड बनाउँदाखेरि धेरै कुरा, धेरै वर्षको इन्डिकेटरहरू हेर्नु पर्यो, त्यस्तो यस्तो कन्डिसनमा काम लाग्छ है त। अब पिभोट टेबलमा कहिलेकाहीँ यहाँ देखिएन भनेपछि यही ठाउँमा कहिलेकाहीँ के देखिन सक्छ? कोलुम देखिन सक्छ। कोलुम देखिएको छ भनेदेखि हामीले यहाँ क्लिक गर्छौँ। यहाँ क्लिक गरेर यताबाट पिभोट निकाल्न सकिन्छ। र कहिलेकाहीँ चाहिँ के हुनसक्छ भनेदेखि यहाँ क्लिक गर्दाखेरि पनि नदेखिन सक्छ। त्यस्तो कन्डिसनमा हामी के गर्छौँ त भनेदेखि कन्ट्रोल माइनस माइनस हान्दै गयौँ भनेपछि देखिन सक्छ है त। तपाईँहरूको ल्यापटपको स्क्रिन अनुसार अथवा ब्राउजर अनुसार फरक पर्न सक्छ। त्यसैले गर्दाखेरि देखिएन भनेपछि तपाईँहरूले यसरी निकाल्न सक्नुहुन्छ है त। अब पिभोट निकालिसकेपछि पिभोटमा हामीले विशेष गरेर 3टा कुरा थाहा पाउनुपर्छ। फर्स्ट कुरा के हो त भनेदेखि के नै फर्स्ट कुरा हो भन्नुको मतलब वाट हामीले के निकाल्दैछौँ थाहा हुनुपर्छ, अथवा के डेटा निकाल्दैछौँ। जस्तै हामीलाई झाडापखालाका बिरामीको सङ्ख्या चाहिएको छ, वाट है त। पिरियड भनेको वाट हुने भयो। अब सरी, डेटा भनेको वाट हुने भयो। पिरियड भनेको वेन, कहिलेको चाहिएको छ त? हामीलाई 2081-82 को चाहिएको छ, अथवा 2081 श्राउनको मात्रै चाहिएको छ, कुनै महिनाको चाहिएको छ, कुनै वर्षको चाहिएको होला, कुनै 4 महिनाको चाहिएको छ, कुनै 6 महिनाको चाहिएको छ भनेदेखि पिरियड त्यो अनुसार सिलेक्ट गर्छौँ। वेन फिक्स भयो। अर्गनाइजेसन युनिट भनेको वेयर, हामीलाई कहाँको डेटा चाहिएको छ। जस्तै कर्णाली प्रदेश पुरैको डेटा चाहिएको छ कि जस्ट जिल्लाको मात्रै चाहिएको छ कि, त्यो कुराहरू हेर्नको लागि अर्गनाइजेसन युनिटमा हामी जानुपर्छ। अब डेटाभित्र पनि धेरै कुरा छ। डेटाभित्र के छ त भनेदेखि अल टाइप भन्ने छ। डेटामा क्लिक गऱ्यौँ भनेपछि अल टाइप भन्ने आउँछ। अल टाइपमा हामीले यहाँ क्लिक गरिसकेपछि डेटाको टाइप्सहरू देखिन्छ धेरै। जस्तै इन्डिकेटर, कुनै क्यालकुलेटेड कुरा चाहियो तपाईँहरूलाई, जस्तै मटर्नल मोर्टालिटी रेसियो चाहियो, अथवा झाडापखाला लागेका बिरामीहरूमध्ये जिङ्क ओआरएसबाट कति प्रतिशत उपचार भए, कुनै क्यालकुलेटेड कुराहरू चाहिएको छ तपाईँहरूलाई भनेपछि हामी कहाँ जान्छौँ? इन्डिकेटरमा जान्छौँ। अब यहाँ इन्डिकेटरमा जाने बित्तिकै यहाँ तल के हुन्छ? फिल्टर भएर इन्डिकेटर मात्रै आइबस्छ है त। अब अर्को छ एलिमेन्ट। एलिमेन्ट भन्नाले कस्तो हुन्छ त भनेदेखि हामीलाई सङ्ख्या चाहिएको छ, कुनै कुराको सङ्ख्या भन्नु, अथवा हामीले यो 9.4 मा अथवा 9.3 मा जे इन्ट्री गर्छौँ हो त्यो कुराहरू चाहिएको छ। इन्ट्री गरेको कुराहरू क्यालकुलेटेड नगरिकन चाहिएको छ भनेदेखि हामी कहाँ जान्छौँ? डेटा एलिमेन्टमा जान्छौँ। एलिमेन्टमा जाने बित्तिकै तपाईँहरूलाई एलिमेन्ट मात्रै फिल्टर भएर आउँछ। अब हामी यो भिडियोमा विशेष गरेर डेटा एलिमेन्ट र इन्डिकेटरको कुरा गर्छौँ। डेटा सेटको काम चाहिँ के हो भनेदेखि तपाईँहरूले जुन डेटा सेट छन्, जस्तै यो 9.4 को इक्जाम्पल दिएँ मैले, अथवा 9.3 को, यो मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम एउटा डेटा सेट भयो। अर्को कुन डेटा सेट हुने भयो? प्रजनन स्वास्थ्य रुग्णता सेवा, यो डेटा सेट हुने भयो। यो डेटा सेटहरूको रिपोर्टिङ स्टाटस के छ हेर्न मन लाग्यो। टाइमली रिपोर्टिङ भएको छ कि छैन, होइन, रिपोर्ट भएको छ कि छैन भनेर हेर्न मन लाग्यो भनेपछि हामीले के गर्छौँ? डेटा सेटमा गएर क्यालकुलेट गर्छौँ। आज हामी डेटा सेटको बारेमा नेक्स्ट भिडियोमा छलफल गर्छौँ, किनभनेदेखि यो अलिक लामो हुनसक्छ। अब हामी कहाँ जान्छौँ? ब्याक टु इन्डिकेटर है त। वाटमै छौँ हामी। अब इन्डिकेटर मलाई के क्यालकुलेट गर्न मन लाग्यो भनेदेखि जस्तै झाडापखाला लागेका बिरामीहरूमध्ये जिङ्क ओआरएसबाट कतिजना उपचार भए, अथवा इन्स्टिट्युसनल डेलिभरी रेट निकाल्न मन लाग्यो भनेपछि सुरुमा म बिगिनर हो भनेपछि चाहिँ के गर्छु भनेदेखि यो अल ग्रुपभित्र हामीलाई के फङ्सन अभाइलेबल छ भनेदेखि
तपाईहरु यहाँ जानुभयो भनेदेखि कुन प्रोग्रामको इन्डिकेटर हो त्यो अनुसार फिल्टर गरेर राखिदिएको हुन्छ। जस्तै अब मलाई के चाहियो, इन्स्टिट्युसनल डेलिभरी रेट चाहियो हैन। इन्स्टिट्युसनल डेलिभरी रेट चाहियो भनेपछि कुन प्रोग्रामको हो त मैले यो हेर्न सक्छु, मटर्नल एन्ड न्यूबर्न हेल्थ भनेर यसरी। अब यहाँबाट तपाईले यसरी खोज्दा पनि हुन्छ, नभए सुरुमै तपाईहरुलाई गाह्रो लाग्यो भनेपछि अथवा यहाँबाट खोज्नु पनि मिल्छ। जस्तै आइएनएस खोज्यो भनेपछि यसरी भेटिन सक्छ। तपाईहरुले सुरुमै सर्च युज नगर्नु, पछि कन्फिडेन्ट हुँदै जाँदाखेरि युज गर्दा बेटर हुन्छ। किन भन्दाखेरि कहिलेकाहीँ चाहिँ यसमा स्पेलिङ मिस्टेक छ अथवा केही छ भनेपछि सर्चबाट भेटाउन अलिक गाह्रो हुन सक्छ। त्यसैले तपाईहरु नाम के छ भनेर तपाई क्लियर हुनुहुन्छ भनेपछि सर्च युज गर्न मिल्छ, सजिलो हुन्छ। नभए यसरी जाँदाखेरि सुरुमा चाहिँ यसरी जाँदाखेरि सजिलो हुन्छ है त। मैले अहिलेलाई राखेँ इन्स्टिट्युसनल डेलिभरी भनेर राखेँ है त, एउटा इन्डिकेटर यो भयो। अर्को मैले के राखेँ, जिंक ओआरएसबाट। अब जिंक ओआरएसको इन्डिकेटर, जिंक झाडापखाला लागेका मध्ये जिंक ओआरएसबाट कतिजनाले उपचार पाउनुभयो त्यो हेर्न खोजिरहेको छौँ। अब जिंक तपाईहरुले यहाँ यसरी सर्च गर्दा पनि हुन्छ, भेटिएन किन? यो मटर्नल एन्ड न्यूबर्न हेल्थको इन्डिकेटर होइन, यो के को हो त? आइएमएनसिआई को इन्डिकेटर हो हैन। आइएमएनसिआई मा यसरी जानुभयो भने भेटिन सक्छ। अथवा तपाईहरुलाई कुन प्रोग्रामको इन्डिकेटर हो भन्ने नै तपाईहरुलाई कन्फ्युजन लाग्यो भनेपछि तपाईहरु के गर्न सक्नुहुन्छ, अल ग्रुपमा जान सक्नुहुन्छ है त। अब अल ग्रुपमा गइसकेपछि यहाँ के देखायो भनेदेखि दुईटा इन्डिकेटर देखायो हेर्नुस् है, त्यही नामको दुईटा इन्डिकेटर देखायो। अब यो इन्डिकेटरको डिटेल तपाईहरुले थाहा पाउनको लागि के गर्न सक्नुहुन्छ, आईमा जान सक्नुहुन्छ। आईमा जानुभयो भनेपछि यहाँ देखिन्छ हेर्नुस् है, यो कहिले बनाइएको इन्डिकेटर हो, लगभग 3 मन्थ्स अगो एचएमएस एडमिनले बनाएको इन्डिकेटर हो। यो चाहिँ 3 इयर्स अगो बनाइएको इन्डिकेटर हो। अब तल्लो इन्डिकेटर के छ, 10 वर्ष अगाडि बनाइएको इन्डिकेटर रहेछ। अब यसमा चाहिँ हामीले के थाहा पायौं भनेदेखि आईमा गइसकेपछि यो 7.3 वाला इन्डिकेटर चाहिँ लेटेस्ट इन्डिकेटर रहेछ भन्ने थाहा पायौं। त्यसैले गर्दाखेरि यो युज गर्न मिल्छ। अथवा सजिलो तरिका के हो भनेदेखि जुन 2078-79 पछि रिभाइज भएको छ हाम्रो एचएमआईएस, त्यसपछि युज गरिएका इन्डिकेटरहरुमा अगाडिपट्टि यसरी कोड दिएको छ, सेम नेम दिएको छ भनेदेखि तपाईहरुले जुन अगाडिपट्टि यो 7.3 जस्तै कोड दिएको छ त्यस्तो प्रिफर गर्नु होला है त। मैले अहिलेलाई के निकाले, दुईटा इन्डिकेटर यसरी निकाले। फालिसकेपछि तपाईले यहाँबाट काट्दा पनि हुन्छ, नभए यहाँबाट हाइड गर्दा पनि हुन्छ। अब मैले के फिक्स गरेँ त, डेटामा दुईटा इन्डिकेटरहरु सिलेक्ट गरेको छु है त, व्हाटमा दुईटा भयो। अब मलाई इन्डिकेटर मात्रै होइन, मलाई के चाहियो त, संख्या चाहियो अथवा मैले इन्ट्री गरिरहेकै कुराहरु मध्येबाट एउटा चाहियो। जस्तै तपाईहरुलाई के चाहिन सक्छ, ल अर्को एक्जाम्पलको लागि सँगै प्रजनन रुग्णता सेवामा हामीले के हेरौँ त भन्देखि यो आङ खस्ने समस्या अथवा युटेराइन प्रोल्याप्समा स्क्रिनिङ कति भयो त, यसको संख्या पनि सँगै चाहियो। भनेपछि अब हामीले इन्ट्री गरेको कुराहरु निकाल्न खोजिरहेका छौं भनेदेखि हामी कहाँ जानुपर्छ, एलिमेन्टमा जानुपर्छ है त। इन्डिकेटरमा क्याल्कुलेटेड कुरा हुन्छ, तर एलिमेन्टमा के हुन्छ, हामीले इन्ट्री गरेकै कुराहरु हेर्न मन लाग्यो। मलाई के चाहिएको छ त भन्देखि यो कुरा चाहिएको छ हेर्नुस् है, कतिजनाले स्क्रिनिङ गरे युटेराइन प्रोल्याप्सको लागि है त, त्यो चाहिएको छ भनेदेखि मैले के गर्न सक्छु, एलिमेन्टमा जान्छु। अब मैले यतिकै यहाँ सर्च गर्दा पनि हुन्छ, स्क्रिनिङ भनेर सर्च गर्दा पनि हुन्छ हैन, स्क्रिनिङ भनेर सर्च गर्दा पनि हुन्छ। स्क्रिनिङ भनेर अब मलाई यहाँ भेटाउन गाह्रो भयो है त। अब यसरी भेटाउन गाह्रो भएपछि तपाईहरुले के गर्न सक्नुहुन्छ, स्क्रिन पनि हुन सक्छ। यसरी तपाईले मल्टिपल टाइम र्यान्डमली हान्दै हेर्दै गर्ने पनि हो। तर जस्तै यो स्पेसिफिक सेल चाहिएको छ तपाईलाई, यो स्पेसिफिक सेल चाहिएको छ भनेदेखि यसको नाम के हुन्छ भन्ने कुराहरु तपाईले डेटा इन्ट्रीमा गएर थाहा पाउनुहुन्छ। मैले त्यो डेटा इन्ट्रीको भिडियोमा पनि कुरा गरेको छु। तपाईले यहाँ क्लिक गर्नुभयो भनेदेखि यहाँ माथि नाम देखाउँछ त्यो डेटा, त्यो सेलको है त। अब ब्याक जाउँ हामी। अब हामी नर्मल्ली नाम थाहा छैन भनेपछि कतिपयलाई इन्ट्रीको एक्सेस नहुन सक्छ। त्यस्तो बेलामा नाम थाहा छैन भनेदेखि हामीले के गर्छौं, यो कहाँको इन्डिकेटर हो, आरएस मोर्बिडिटीको इन्डिकेटर हो हेर्नुस् है। आरएस मोर्बिडिटी 9 नम्बर पानाको इन्डिकेटर हो। यहाँ जान्छौं, यहाँ गइसकेपछि के हुन्छ, अब यहाँ गइसकेपछि अब स्क्रिन खोजौं अथवा हामीलाई युटेराइन प्रोल्याप्स हानौं न, युटेरिन युटेराइन प्रोल्याप्स भेटिएन, अथवा स्क्रिनिङ हानौं, एससीआर ब्रेस्ट क्यान्सरको स्क्रिनिङ भेट्यो, पेल्भिक अर्गान प्रोल्याप्स भनेर रहेछ है त, पेल्भिक अर्गान प्रोल्याप्स भनेर रहेछ। यसरी हामीले
कतिजनाको प्रोल्याप्स भएको रहेछ अथवा स्क्रिनिङ कतिजनाको गऱ्यौँ यो इन्डिकेटर फाल्न मन लाग्यो होइन। तपाईँहरूलाई ब्रेस्ट क्यान्सर कतिजनाको स्क्रिन भएको रहेछ, यसरी मल्टिपल कुराहरू तपाईँहरूलाई सँगै फाल्न मन लाग्यो। मैले इन्डिकेटर फालेँ र अर्को के फालेँ, दुईटा इन्डिकेटर दुईटा के फालेँ मैले डेटा एलिमेन्ट फालेँ है त, सँगै पनि फाल्न मिल्छ। तपाईँले डेटा सेटलाई ल्याएर पनि सँगै यहाँ फाल्न मिल्छ। डेटा सेटको युज अलिक फरक भएका कारणले म नेक्स्ट भिडियोमा कुरा गर्छु। र यो हेरिरहँदाखेरि हामीले थाहा पाउनुपर्ने कुरा, यो आईमा गइसकेपछि यहाँ इन्डिकेटरको देखिन्छ है त, डिटेलहरू देखिन्छ। ल अहिलेलाई चाहिँ मैले हाइड गरेँ, वाट फिक्स भयो। पिरियडमा मलाई के हेर्न मन लाग्यो भनेदेखि कहिलेको हेर्ने, मलाई विगत 3 वर्षको हेर्न मन लागेको छ, मैले त्यसरी एडजस्ट गर्नुपर्छ। विगत 3 महिनाको हेर्न मन लागेको छ, त्यसरी एडजस्ट गर्नुपर्छ। र यहाँ दुईटा कुरा छ, रिलेटिभ पिरियड र फिक्स्ड पिरियड। रिलेटिभ पिरियडमा के हुन्छ भनेदेखि हामीले लास्ट मन्थ जस्तै दिस फाइनेन्सियल इयर भनेर हान्यौँ भनेपछि यो वर्ष हान्दाखेरि 2082-83 देखाउँछ, र नेक्स्ट इयर हान्यौँ यही कुरा भनेपछि 83-84 भनेर देखाउँछ। रिलेटिभ पिरियड भनेको तुलनात्मक रूपमा हेर्छ। जस्तै लास्ट मन्थ भनेर हान्यो भनेपछि आज कुन महिना हो, फागुनको महिना छ, यसले माघको डेटा भनेर देखाउँछ है त। र तपाईँले माघको महिनामा हेर्नु भएको थियो भनेदेखि पुसको डेटा देखाउँथ्यो। यसले के देखाउँछ, रिलेटिभली तुलनात्मक हिसाबले देखाउँछ। तपाईँले लास्ट 3 महिनाको मात्रै चाहिएको छ भनेदेखि तपाईँले यो लास्ट 3 महिना यसरी सिलेक्ट गर्न सक्नुहुन्छ है त। सिङ्गल क्लिक गर्ने, यहाँ क्लिक गर्दा पनि भयो, अथवा यसरी डबल क्लिक गर्दा पनि हुन्छ। यो तिनटै चाहिएको छैन भनेदेखि तपाईँले यसरी डबल एरोले फाल्न सक्नुहुन्छ तिनटै कुरालाई है त। हामीलाई लास्ट मन्थको हेर्नु छ, यसरी हेर्न सकिन्छ। तर होइन, म यसरी हेर्दिनँ, फिक्स्ड पिरियड हेर्छु, एक्ज्याक्ट टाइम चाहिएको छ। जस्तै यसमा त लिमिटेड अप्सन छ, जस्तै मलाई 2082-83 को चाहियो, कसरी हेर्ने हो, यस्तो बेलामा फिक्स्ड पिरियड काम लाग्छ। फिक्स्ड पिरियडमा पनि अप्सन्सहरू धेरै छन्। मन्थली, तपाईँलाई महिना वाइज हेर्न मन लाग्यो मन्थली जान सक्नुहुन्छ। 2-2 महिनाको हेर्न मन लाग्यो यसरी, वैशाख र जेठको हेर्न मन लाग्यो बाई मन्थली जान सक्नुहुन्छ है। अब असार साउनको 3-4वटै कुरा यसरी सिलेक्ट गर्न मिल्छ है त। यसलाई डबल क्लिक गरेँ मैले, यसरी फालेँ है त। यसरी तपाईँहरूलाई कति चाहिन्छ त्यति फाल्न मिल्छ। र जस्तै झुक्केर यो बढी गएछ भन्ने लाग्छ भनेदेखि यसरी क्लिक गरेर सिङ्गल एरो क्लिक गर्नुभयो भने यता जान्छ, अथवा यसैमा डबल क्लिक गर्नुभयो भने यता जान्छ है त। मलाई के हेर्न छ भनेदेखि अर्धवार्षिक समीक्षा आइरहेको छ, म चाहिँ के गर्छु, अब 6-6 महिनाको हेर्न मन लाग्यो, अथवा त्रैमासिक आइरहेको छ भनेदेखि तपाईँले क्वार्टरली 3-3 महिनाको दिन्छ यसले है त। क्वार्टरलीले 3-3 महिनाको दिन्छ। 6 मन्थलीले के दिन्छ, 6-6 महिनाको दिन्छ, वैशाखबाट सुरु हुने गरी है त। वैशाखदेखि असोजसम्म, कार्तिकदेखि चैतसम्म, यसरी 6-6 महिनाको दिन्छ। तर 6 मन्थ अप्रिल भनेको कतिौँ महिना हो त, चौथो महिना। त्यसरी नेपालमा चौथो महिना कुन हो, साउन भनेर यसरी आर्थिक वर्षको हेर्नु छ भनेदेखि 6 मन्थ अप्रिल हेर्दा बेटर हुन्छ। अब इयरलीले के दिन्छ, यसरी वर्ष अनुसार दिन्छ है त। फाइनेन्सियल इयर नोभेम्बर 11औं महिना हो, फागुनदेखि सुरु हुने गरी दिन्छ। हामीलाई यिनी खासै चाहिँदैनन्, हामीलाई चाहिने भनेको अप्रिलवाला चाहिन्छ विशेष गरेर। तपाईँले आर्थिक वर्षको हेर्नु छ, जस्तै 3 वर्षको हेर्नु छ, इक्जाम्पलको लागि मैले यही इन्डिकेटर यसरी 79-80, 80-81, 81-82 यसरी मलाई आर्थिक वर्षको हेर्न मन छ भनेपछि यसरी पनि हेर्न सकिन्छ। पिभोटमा अर्को फाइदा के छ भनेदेखि तपाईँले सबै वर्षको मात्रै हेर्न मिल्छ भन्ने यसको लिमिटेसन छैन। तपाईँहरूले कुनै कुनै महिनाको पनि हेर्न मन लाग्यो, जस्तै यसरी असारको हेर्न मन लाग्यो, ल साउनको हेर्न मन लाग्यो, यसरी विभिन्न खालको पिरियडहरू तपाईँहरूले राख्न सक्नुहुन्छ। जुन चाहिँ एचएमएस रिपोर्टमा यो एडभान्टेज थिएन, हामीले यसरी राख्न सकिन्छ है त। अहिलेलाई मैले यति राखेर हाइड गरेँ। हाइड गरिसकेपछि अब अर्गनाइजेसन युनिट छ। अर्गनाइजेसन युनिट भन्नाले वेयर, हामीले कहाँको हेर्न खोजिरहेका छौँ त। अर्गनाइजेसन युनिटमा क्लिक गरिसकेपछि बाई डिफल्ट अटोमेटिकली तपाईँको अर्गनाइजेसन युनिटको टिक लागेको हुन्छ। जस्तै मेरो लागि मेरो अर्गनाइजेसन युनिट, जस्तै मलाई मेरो पालिकाको आइडी हो भनेदेखि अटोमेटिकली पालिका भनेर टिक लागेको हुन्छ। मैले यो हटाएँ। मलाई सपोज कहाँको चाहिएको छ भनेदेखि मलाई डोल्पाको, ल डोल्पो बुद्धको चाहिएको छ एउटा, र अर्को ल मुड्के चुलाको चाहिएको हुनसक्छ। यसरी तपाईँले क्लिक दुईटा पालिकाको मात्रै हेर्न मन छ भने यसरी क्लिक पनि गर्न सक्नुहुन्छ है त। र तपाईँले अर्को अप्सन के पनि अभाइलेबल छ भनेदेखि यसमा तपाईँले यहाँ तल जानुभयो भनेदेखि सिलेक्ट लेभल भन्ने छ। तपाईँलाई के मन लाग्यो भनेदेखि त दुईटाको सिलेक्ट गर्दिनँ, डोल्पो बुद्ध भित्रको
सबै ओडाको चाहियो डेटा भनेदेखि तपाईँले डोल्पा बुद्ध क्लिक गरेर यहाँ वार्ड क्लिक गर्नुभयो भनेदेखि त्यसरी हेर्न मिल्छ। हामी एक एक गरेर ट्राई गरौँ है त सबै कुराहरू। अहिलेलाई चाहिँ के गरौँ, मैले केही पनि क्लिक गरिनँ, जस्ट मलाई डोल्पो बुद्धको हेर्न मन लागेको छ है त। डोल्पो बुद्धको हेर्न मन लागेको छ, मैले एउटा मात्रै संस्था क्लिक गरेँ र अपडेट गरिदिएँ। अपडेट गरिदिएँ भनेपछि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ के देख्न सक्नुहुन्छ भनेदेखि डोल्पो बुद्ध रुरल म्युनिसिपालिटीको इन्स्टिट्युसनल डेलिभरी, यसमा डबल क्लिकको अर्थ छुट्टै छ, अहिलेलाई मैले यसरी राखेँ, एक्सिडेन्टली क्लिक भयो त्यसमा। इन्स्टिट्युसनल डेलिभरी हेर्नुभयो भनेदेखि तपाईँहरूले 79-80मा 12% थियो, 80-81मा 2% थियो, 81-82मा देखाएको छैन र तर यो इन्डिकेटर त सबैमा देखाएको छ। फेरि हेर्नुहोस् त, यो जिङ्को आरएस वाला इन्डिकेटर सबैमा देखाएको छ नि। यो डबल एरोको काम चाहिँ के हो भनेदेखि तपाईँलाई एसेन्डिङ अथवा डिसेन्डिङ अर्डरमा सानोदेखि ठुलो अथवा ठुलोदेखि सानो बनाउनु मन लाग्यो भने तपाईँले यसरी हेर्न सक्नुहुन्छ है त। अब यहाँ हेरौँ, यो जिङ्को आरएसबाट उपचार पाएका बिरामी चाहिँ देखाइरहेको छ इन्डिकेटर, र इन्स्टिट्युसनल डेलिभरी भन्ने चाहिँ देखाइरहेको छैन। यो सबै कुरा के हो त भनेदेखि इन्डिकेटर कस्तो बेलामा देखाउँदैन भनेदेखि यदि त्यो टार्गेट पपुलेसन बेस्ड इन्डिकेटर हो भनेपछि नदेखाउन सक्छ है त। जस्तै मैले इन्डिकेटर बुक भनेर, ल यो एचएमएस इन्डिकेटर भनेर एउटा बुक छ हो, यसमा तपाईँले यो इन्डिकेटर हेर्नुभयो भनेदेखि यो इन्डिकेटर बुकमा तपाईँहरूले जति पनि एस्टिमेटेड पपुलेसन भनेर डिनोमिनेटर देख्नुहुन्छ, जस्तै इक्जाम्पलको लागि यो इन्डिकेटर बुक हेरौँ, यसमा के छ, एस्टिमेटेड नम्बर अफ लाइफ बर्थ, यो भनेको टार्गेट पपुलेसन हो। टार्गेट पपुलेसनमा बेस्ट इन्डिकेटर, यदि टार्गेट पपुलेसन आएको छैन भनेदेखि तपाईँहरूको यो इन्डिकेटरहरू देखिँदैन है त। यो कन्डिसन ध्यान दिनु होला। जस्तै इन्स्टिट्युसनल डेलिभरी रेट अब 81-82को लागि हाम्रो नआएको अवस्था छ, त्यसैले गर्दाखेरि नदेखिएको हो है त। अथवा 82-83को लागि आएको छैन भनेपछि नदेखिन सक्छ, अथवा 0 छ भने पनि कहिलेकाहीँ नदेखिन सक्छ है त। यो कुराहरू ध्यान दिनु होला। जस्तै 81-82को त यसमा देखाएको छैन, 82-83को पनि हेरौँ एकचोटि, थप्न मन लाग्यो तपाईँहरूलाई है त भनेपछि तपाईँहरू यहाँ डेटामा गएर थप्न सकिन्छ। र अर्को, यसमा चाहिँ डेटा रहेनछ, आरएस मोर्बिडिटीको नहुँदो रहेछ है त। यो त्यो ठाउँमा डोल्पो बुद्धमा नहुँदो रहेछ। अब तपाईँहरूलाई के मन लाग्यो भनेदेखि होइन अब डोल्पो बुद्धको नहेरौँ, डोल्पाको फुल हेरौँ न भनेर हेर्न मन लाग्यो भनेदेखि तपाईँ कहाँ जान सक्नुहुन्छ, फेरि अर्गनाइजेसन युनिटमा गएर डोल्पा क्लिक गर्नुभयो भने अब यहाँभित्र तपाईँले अर्को पनि क्लिक गर्नुभएको छ डोल्पाभित्र, यो हेर्न मन छ भनेपछि यहाँ क्लिक गर्दा हुन्छ, नभए यसलाई हटाइदिएर अपडेट गरौँ। अब अपडेट गरिसकेपछि के हुन्छ त, यी डोल्पामा के देखियो, यी हेर्नुहोस् है, इन्स्टिट्युसनल डेलिभरी प्रत्येक महिनाको देखियो, कतिवटा स्क्रिनिङ भएको रहेछ सबै देखियो। अब यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा 81-82मा देखिएको छ, तर अब हामीले अर्को पिरियड हेरौँ न, 82-83को देखिन्छ कि देखिँदैन भनेर एड गर्न मन लाग्यो मलाई। मैले 82-83को पिरियडमा गएर के गर्न सक्छु, फेरि फिक्स पिरियडमा गएर फाइनेन्सियल इयर गरेर मलाई 82-83 हेर्न मन लाग्यो। यसलाई माथि तल गर्नको लागि जस्तै सँगै 3टा वर्ष छन्, 3टा वर्षलाई सँगै राख्न मन लाग्यो, यसलाई माथि तल गर्नको लागि हामीले के गर्न सक्छौँ त, ड्र्याग एन्ड ड्रपले चाहिँ अहिले काम गर्दैन, यसमा चाहिँ यसरी पुस गर्न सकिन्छ है त। एक एक स्टेप यसरी पुस गर्न सकिन्छ। तल ल्याउन मन लाग्यो तलको एरो सिलेक्ट गरेर, माथि लिन मन लाग्यो माथिको एरो, यसरी हामीले के गर्छौँ, अपडेट गरौँ है त। फेरि अपडेट गरिसकेपछि फेरि पनि 82-83को आएन, किन आएन, यो इन्डिकेटर चाहिँ टार्गेट पपुलेसन बेस्ट हो र टार्गेट पपुलेसन नआएका कारणले आएन है त। तपाईँहरूले चाहिँ यसरी के गर्न सकिन्छ, पिभोट टेबल युज गरेर हामीले विभिन्न इन्डिकेटरहरू, विभिन्न एलिमेन्टहरू निकाल्न सक्छौँ है त। अब तपाईँहरूलाई के मन लाग्यो भनेदेखि होइन डोल्पाको मात्रै किन हेर्ने, म डोल्पाको कर्णाली प्रदेशसँग कम्पेयर गर्छु भन्ने लाग्यो भनेदेखि तपाईँहरूले 2टा सिलेक्ट गर्न पाउनुहुन्छ यसरी है त। यसरी सिलेक्ट गर्न पाउनुहुन्छ र अपडेट गरिदिनु भयो भनेपछि यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा, अब एउटा नयाँ टर्म आयो लेआउट भन्ने छ। जहिले पनि तपाईँहरूले के चाहिँ ध्यान दिनुपर्छ भनेदेखि धेरै डेटा भएका कारणले अहिले टाइम लागिरहेको छ। यो फिल्टरमा कहिले पनि 2टा कुरा नराख्नु होला। 2टा कुरा राख्नुभयो भनेदेखि त्यो जोडिएर आउँछ, बिग्रिएर आउँछ डेटा। अहिले मैले जस्ट त्यो मिस्टेक देखाउनको लागि तपाईँहरूलाई देखाउन खोजेको हो। जस्तै यहाँ अर्गनाइजेसन युनिटमा के छ, 2टा, मैले डोल्पा पनि राखिदिएको छु, कर्णाली पनि राखिदिएको छु है त। लार्ज डेटा भएर अलिक टाइम लाग्यो, त्यसैले म पिरियड अलिक घटाउँछु है त। पिरियड मैले
यसरी घटाएँ। यसरी तपाईँहरूलाई पिरियड घटाउन मन लाग्यो भनेदेखि तपाईँले यसरी घटाउन सक्नुहुन्छ। हाइड गरिदिन मिल्यो र अपडेट गरिदिउँ फेरि। यसरी कहिलेकाहीँ डेटाहरू नेट स्लो भयो भनेपछि चाहिँ लोड हुन अलिक टाइम लाग्न सक्छ। यसरी ल आयो है त। ल अब तपाईँहरूले यो हेर्दाखेरि हेर्नु त ए कर्णाली प्रदेशको कुन हो डोल्पाको कुन हो मिलेन है त। नमिलेर आएको खण्डमा तपाईँहरूले लेआउट चेन्ज गर्न सक्नुहुन्छ। लेआउट बुझ्नुभन्दा अगाडि यो टेबलको टपमा जुन आएको छ यसमा आउने भनेको फिल्टरमा राखिएको कुरा हो। अहिले हामीले अर्गनाइजेसन युनिट अथवा वेयर राखेका छौँ। डोल्पा र कर्णालीको यसरी जोडेर देखाएको छ। डेटा केमा राखेका छौँ कोलुममा। यी ठाडोमा डेटा आइरहेको छ। यी ठाडोमा यसरी डेटा आइरहेको छ कोलुममा होइन। पिरियड केमा आइरहेको छ पिरियड रोमा आइरहेको छ है त। पिरियड रोमा आइरहेको छ। मैले के गर्न खोजेँ चेन्ज गर्न खोजेँ यसरी। यसरी तपाईँहरूले चेन्ज गर्न सक्नुहुन्छ। अर्गनाइजेसन युनिट यसरी ड्र्याग एन्ड ड्रप गरेर एकचोटि ट्राई गर्ने हो। यसरी हेरौँ त हामीले के गर्छौँ यसरी चेन्ज गरेर हेर्छौँ हामीलाई कसरी हेर्न सजिलो लाग्छ। तपाईँहरूलाई यसरी हेर्न सजिलो भयो कि अथवा होइन पिरियडको तल अर्गनाइजेसन युनिटलाई डिभाइड गराएको छ। पिरियड भयो अर्गनाइजेसन युनिटलाई यसरी डिभाइड गराएको छ होइन। यसरी हेर्न मन लागेन तपाईँलाई चेन्ज गर्न मन लाग्यो भनेदेखि यसरी तपाईँहरूले चेन्ज गर्न पनि सक्नुहुन्छ है त। कसरी चाहिन्छ कुन लेआउटमा चाहिन्छ भन्ने कुरा इम्पोर्टेन्ट हो। हामीले चाहिँ के गर्न सक्छौँ यसरी फरक फरक डेटाहरू हेर्न सक्छौँ। ल अब जाउँ अर्को कन्डिसन। अर्को कन्डिसन के त भनेदेखि मलाई के हेर्न मन लाग्यो भनेदेखि कर्णाली प्रदेशको यही इन्डिकेटरहरू अहिलेलाई यही इन्डिकेटर राखेँ मैले। कर्णाली प्रदेशका सबै जिल्लाहरूको सँगै हेर्न मन लाग्यो भनेपछि कसरी गर्ने त। कर्णाली प्रदेशको सबै जिल्लाको हेर्न मन छ भन्नुको अर्थ वेयरलाई चेन्ज गर्न पर्नेछ। वेयरलाई चेन्ज गर्न पर्नेछ भनेदेखि हामी अर्गनाइजेसन युनिटमा जान्छौँ है त। अब कर्णाली प्रदेशका सबै जिल्ला भनेपछि कर्णाली प्रदेश मात्रै तपाईँले यो सबै 10वटा यसरी यसरी सिलेक्ट गर्दा पनि हुन्छ होइन। मलाई चाहिँ अलि सजिलो अप्सन चाहियो भनेपछि तपाईँले यहाँ कर्णाली प्रदेशमा सिलेक्ट गर्ने त्यसपछि यहाँ सिलेक्ट डिस्ट्रिक्ट गर्नुभयो भनेदेखि कर्णाली प्रदेशका सबै डिस्ट्रिक्टको एकैचोटि आउँछ है त डेटाहरू। अब यहाँ कोलुम भएका कारणले कोलुममा डेटाहरू छरिएर आउँछ। यी यसरी डोल्पाको यति छ, मुगुको यति छ, हुम्लाको यति छ होइन, जुम्लाको यति छ, कालीकोटको यति छ, दैलेखको यति छ भनेर तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। अथवा यो लेआउट मन परेन भनेपछि तपाईँहरूले के गर्न सक्नुहुन्छ भनेदेखि यो लेआउट त्यति एट्र्याक्टिभ देखिएन भनेपछि तपाईँहरूले यसरी चेन्ज गर्न मन लाग्यो होइन। कुन तरिकाले डेटा भिजुअलाइज गर्न सजिलो हुन्छ तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। अथवा यसरी पनि मन परेन यसरी चेन्ज गर्न सक्नुहुन्छ। तपाईँहरूलाई कसरी कम्फर्टेबल लाग्छ त्यसरी चेन्ज गर्न सक्नुहुन्छ है त। अब हामीले के गर्यौँ यसरी फरक फरक जिल्लाको हेऱ्यौँ होइन। मलाई जिल्लाको हेर्न मन लागेन पालिकाको पनि हेर्छु। ल म के गर्छु यो पालिकाभरिको हेर्छु, जिल्लाको पनि हेर्छु, पालिकाको पनि सँगै हेर्छु भन्ने मन लाग्यो भनेदेखि तपाईँहरूले पालिकामा टिक लगाएर फेरि अपडेट गर्न सक्नुहुन्छ। यसरी तपाईँहरूले पालिकाको एकदमै लार्ज डेटा भएका कारणले टाइम लाग्छ। डोल्पाको के छ डोल्पाभित्रको पालिकाको के छ, मुगुको के छ मुगुभित्रको पालिकाको के छ, तपाईँहरूले यसरी यसरी लेभलहरू सिलेक्ट गरेर हेर्न सकिन्छ। अब तपाईँहरूलाई हेल्थ पोस्ट लेभलको हेर्न मन लाग्यो भनेदेखि तपाईँले यसरी हेल्थ फेसिलिटी वडा कुन कुन लेभलमा हेर्न मन छ तपाईँहरूले त्यो हेर्न मिल्छ है त। अब कर्णाली प्रदेशभरिको हेल्थ फेसिलिटीको हेर्न मन लाग्यो भनेदेखि हेल्थ फेसिलिटी सिलेक्ट गर्ने, त्यसपछि के गर्ने कर्णाली प्रदेश सिलेक्ट गऱ्यो भने कर्णाली प्रदेशभरिको हेल्थ फेसिलिटीको यो डेटाहरू आउँछ। तर अर्को ध्यान दिनुपर्ने कुराहरू अघि मैले टार्गेट पपुलेसनको कुरा गरेको थिएँ। टार्गेट पपुलेसन वडा लेभलसम्म मात्रै आउँछ, संस्थाको हुँदैन। त्यसैले गर्दाखेरि टार्गेट पपुलेसनमा आधारित इन्डिकेटरहरू संस्थाको आउँदैन है त। जस्तै एउटा कुनै हस्पिटलको इन्स्टिट्युसनल डेलिभरी रेट तपाईँले क्यालकुलेट गर्न खोज्नुभयो भने आउँदैन है त। वडा लेभलसम्मको आउँछ, त्योभन्दा माथिल्लो लेभलको आउँछ, संस्था लेभलको टार्गेट पपुलेसन नभएका कारणले टार्गेट पपुलेसनमा बेस्ड भएका इन्डिकेटरहरू आउँदैन
है त। अब तपाईहरुलाई अर्को के मन लाग्यो भनेदेखि यहाँ जस्तै दैलेख जिल्लाको सबै वडाको निकाल्न मन लाग्यो। यहाँ वडा सिलेक्ट गर्नु होला लेभलमा र दैलेख सिलेक्ट गर्नुभयो भनेदेखि अब कर्णाली प्रदेश चाहिएको छैन भनेदेखि यो हटाएर तपाईले के गर्न सक्नुहुन्छ, यसरी अपडेट गर्न सक्नुहुन्छ र यी सबै वडा लेभलको वडा मात्रै आयो है त। अब पालिकाको पनि सँगै चाहिएको भनेदेखि तपाईले यहाँ गएर तल गएर पालिका पनि सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी यसरी सिलेक्ट गर्नुभयो भनेदेखि यी पालिकाको पनि आयो, सबै कुराहरू आयो। लेआउट चेन्ज गर्ने कुराहरू पनि हामीले गर्यौं है त। अब अर्को कुरा के छ भनेदेखि यसैमा हामीलाई चाहिँ के चाहियो भनेदेखि दुईटा जिल्लाको सँगै चाहियो भनेदेखि यसरी सिलेक्ट गर्न सकिन्छ। है ल, मलाई मुगु र दैलेखको सबै वडाको पालिकाको चाहियो भनेदेखि यसरी सिलेक्ट गरेर तपाईहरुले अपडेट गर्न सक्नुहुन्छ है त। धेरै कुराहरू सँगै हेर्न पर्यो, धेरै कुराहरूलाई कम्पेयर गर्न पर्यो भनेपछि तपाईहरुले सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी सिलेक्ट गरेर तपाईहरुले निकाल्न सक्नुहुन्छ। अब मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हो भनेदेखि कहिलेकाहीँ चाहिँ हामी के गरिरहेका हुन्छौँ भनेदेखि यहाँ सपोज दैलेख क्लिक गरेका छौँ अथवा ल दैलेखको कुनै एउटा पालिका क्लिक गर्यौं, पालिका क्लिक गर्यौं तर लेभल चाहिँ हामीले के राख्दियौं, ल डिस्ट्रिक्ट भनेर राख्दियौं। अब यसले भन्न खोजेको के हो भनेदेखि दैलेखको नौमुले गाउँपालिका अन्तर्गतका जिल्लाहरूको विवरण दे भनेर हामीले माग्न खोजिरहेका छौँ। नौमुले भित्र त जिल्ला छैनन् नि, त्यसैले देखाउँदैन। हेर्नुहोस् है, मैले अपडेट गरेर हेरेँ समथिङ वेन्ट रङ भनेर भन्छ। त्यसैले तपाईहरुले यहाँ सिलेक्ट गरिएको कुरा जस्तै यहाँ पालिका सिलेक्ट गर्नु भएको छ भनेदेखि कम्तीमा त्योभन्दा सानो सिलेक्ट गर्नुपर्छ। कि पालिका मात्रै सिलेक्ट गर्नु पर्यो, कि वडा सिलेक्ट गर्नु पर्यो, कि हेल्थ फेसिलिटी सिलेक्ट गर्नु पर्यो है त। तपाईहरुले यसरी सिलेक्ट गर्नुभयो भनेदेखि मल्टिपल इन्डिकेटरहरू सँगै हेर्न मिल्छ है त। जस्तै अब यहाँ केही पनि सिलेक्ट गर्नु भएको छैन भनेदेखि जे सिलेक्टेड छ त्यही देखाउँछ। नौमुले मात्रै सिलेक्टेड छ, नौमुले मात्रै यसरी देखाउँछ है त। तपाईहरुले के गर्न सक्नुहुन्छ, यसरी तपाईहरुलाई चाहिएको इन्डिकेटरहरू सिलेक्ट गर्न सक्नुहुन्छ। र यसमा थप कुरा मैले गरेँ। अब तपाईहरुले इन्डिकेटर थप्न मन लाग्यो, यस्तै गर्दै हुनुहुन्थ्यो, तपाईहरुलाई इन्डिकेटर के थप्न मन लाग्यो भनेदेखि इन्सेन्टिभ कतिले पाए त हैन, इन्सेन्टिभ। अब यहाँ हेरौँ इन्सेन्टिभ कतिले पाउनु भयो। हाम्रो इन्डिकेटर हो इन्सेन्टिभ त कति पर्सेन्टेजले चाहिँ एएनसी इन्सेन्टिभ पाउनु भयो है त, अथवा ट्रान्सपोर्टेसनको इन्सेन्टिभ पाउनु भयो भनेर तपाईलाई हेर्न मन लाग्यो भनेदेखि यसरी मटरनलमा गएर तपाईले इन्सेन्टिभ हाल्न सक्नुहुन्छ। हेर्नुहोस् है, यसरी प्रोग्राममा INCEN इन्सेन्टिभ नभएर ट्रान्सपोर्टेसन हुन सक्छ हैन। ल यहाँ ट्रान्सपोर्टेसन पनि भेटेन, इन्सेन्टिभ पनि भेटेन। यसरी कहिलेकाहीँ चाहिँ के हुन सक्छ भनेदेखि हामीले नर्मल्ली यो जुन ग्रुपिङ गरिएको छ सबै कुराहरू करेक्टली ग्रुपिङ नभएको पनि हुन सक्छ। त्यसैले गर्दाखेरि हामीलाई इन्डिकेटर पत्ता लगाउन गाह्रो भएको पनि हुन सक्छ है त। त्यस्तो कन्डिसनमा इन्डिकेटर भेटिएन भनेपछि हामीले के गर्दा बेटर हुन्छ भनेदेखि प्रोग्राम स्पेसिफिकमा नगइकन अल ग्रुपमा गयौं र खोज्यौं। अब खोजौं INCEN इन्सेन्टिभ। एएनसी इन्सेन्टिभ कतिले पाउनु भयो, मटर्निटी इन्सेन्टिभ कतिले पाउनु भयो भनेर हामीले यसरी यो पनि क्याल्कुलेट गर्न मन लाग्यो भनेदेखि यसरी चाहिँ हामीले कहिलेकाहीँ चाहिँ ग्रुपिङमा जाँदा नभेटिन पनि सक्छ। हो यस्तो कन्डिसनमा भेटेन भनेपछि माथिबाट सर्च गरेर गर्दा पनि बेटर हुन्छ है त। मैले चाहिँ तपाईहरुलाई कसरी सर्च गर्ने, नभेटिएको कुराहरू कसरी खोज्न मिल्छ भन्ने पनि सिकाएँ है त। अब यसलाई अपडेट गरौँ। यो लेआउटमा हेर्न मन लागेन तपाईहरुलाई, यसरी यो लेआउटमा हेर्न मन लाग्यो भनेदेखि तपाईहरुले यसरी हेर्न सक्नुहुन्छ। अब मैले इक्जाम्पलको लागि के देखाउन खोजेको त, अब पिभोटको बेसिक कन्सेप्टका कुराहरू यिनै हुन्। पिभोटको एउटा राम्रो एडभान्टेज के छ भनेदेखि पिभोट तपाईले एकचोटि तयार गरिसक्नु भयो भनेपछि पिभोट सेभ गर्न मिल्छ। जस्तै मलाई कुनै एनुअल रिपोर्टमा मैले राख्नुपर्ने छ कुनै डेटाहरू, फ्याक्ट सिटहरू, मैले एकचोटि के गर्छु, दुःख गरेर सबै इन्डिकेटरहरू रेडी पार्छु। जस्तै मलाई चाहिएको छ कि अहिलेलाई मैले सबै फालेँ, यो एउटा मलाई चाहिएको हुनसक्छ इन्स्टिट्युसनल डेलिभरी रेट, इन्स्टिट्युसनल डेलिभरी हैन, मटर्नल इन्डिकेटरभित्र गएर मटर्नल एन्ड न्युबर्न यसरी गर्दाखेरि चाहिँ अथेन्टिक आउँछ।
ल एउटा यो इन्डिकेटर चाहिन सक्छ। अर्को 20 वर्ष मुनि कतिजनाको डेलिभरी भयो यो चाहिन सक्छ। अब मलाई इम्युनाइजेसनभित्रबाट 2-3वटा इन्डिकेटरहरू चाहिन सक्छ। जस्तै ल न्युट्रिसनमै जाउँ, न्युट्रिसनमा मलाई के चाहिन सक्छ, ग्रोथ मोनिटरिङमा ल 0 देखि 11 महिनाका कति न्युली रजिस्टर्ड भयो यो चाहिन सक्छ। अरू कुराहरू चाहिन सक्छन्। जस्तै अब खोपमा जान्छु म, खोपमा चाहिँ मलाई के चाहिन सक्छ, ल यो भ्याक्सिन वेस्टेज जेईको यो चाहिन सक्छ। आइएमएनसिएमा के चाहिन सक्छ, आइएमएनसिएमा मलाई अर्को इन्डिकेटर चाहिन सक्छ। जस्तै मलाई यहाँ जिङ्क ओआरएसकै लिन्छु मैले, यसरी यो चाहिन सक्छ। अथवा डायरिया इन्सिडेन्स रेट चाहिन सक्छ, यस्तो चाहिन सक्छ। अब मलाई यस्तो खालको इन्डिकेटर चाहिरहन्छ भनेदेखि मैले यो सिलेक्ट गरेँ। अब पिरियड मलाई 3 वर्षको चाहिन सक्छ समीक्षाको बेलामा युज गर्नको लागि है त। म के गर्छु, फिक्स्ड पिरियडमा जान्छु। ल नेक्स्ट इयरको समीक्षाको तयारी गर्दैछु म भनेपछि यसरी तपाईँहरूले मल्टिपल कुरा धेरै सिलेक्ट गर्न मन छ भनेदेखि फर्स्टमा यहाँ क्लिक गर्नुभयो, त्यसपछि सिफ्टसँग यसलाई क्लिक गर्नुभयो भनेदेखि 3-4वटा सँगै त्यो लाइनमा भएको सिलेक्ट गर्न मिल्छ है त। अनि सिङ्गल एरोबाट तपाईँले यसलाई उतापट्टि लान मिल्छ र यसलाई अपडेट गरिदिउँ है त। यसरी अपडेट गर्दाखेरि कहिलेकाहीँ चाहिँ नेटको एक्सेस नहुन सक्छ, फेरि तपाईँहरूले अपडेट गर्नुपर्ने हुन्छ। र यसरी तपाईँहरूले अपडेट गरिसकेपछि तपाईँहरूले के गर्न सक्नुहुन्छ, यो बारम्बार चाहिने इन्डिकेटर हो भनेदेखि फाइलमा गएर तपाईँले सेभ गर्न सक्नुहुन्छ। सेभमा चाहिँ ल मैले के लेखेँ, ट्रेनिङ 2082। म चाहिँ सेभ गर्दाखेरि चाहिँ यसमा पनि वाट वेयर वेन लेख्नु होला, कहाँको हो, के को लागि हो। जस्तै ट्रेनिङको लागि हो यो 9 मूल्य होइन 2082-83 लेख्न सक्नुहुन्छ यसरी। अथवा तपाईँले आफ्नो नाम पनि लेख्न सक्नुहुन्छ, किनकि तपाईँहरूलाई धेरैले चलाउने आइडी छ भनेदेखि कसले बनाएको भनेर पछि कन्फ्युजन हुनसक्छ तपाईँले धेरै टाइमपछि हेरेपछि। त्यसैले गर्दाखेरि यसरी तपाईँले राख्न सक्नुहुन्छ। र डिस्क्रिप्सनमा केही फर्दर डिटेलहरू एड गर्न मन लाग्यो भनेदेखि यो भिडियो सम्बन्धी अथवा यो जुन तपाईँले क्यालकुलेट गर्नुभएको छ पिभट टेबल सम्बन्धी त्यो एड गर्न सकिन्छ। म्यान्डेटरी चाहिँ छैन है त। यसरी सेभ गर्न सकिन्छ। सेभ गरियो भनेपछि तपाईँहरूले पछि फर्केर आएर धेरै कुराहरू हेर्न सक्नुहुन्छ। जस्तै यही कुराहरू पछि तपाईँहरूलाई निकाल्न मन लाग्यो भनेदेखि तपाईँले फाइलमा गएर ओपनमा गएर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। जस्तै 9 मूल्य यसरी तपाईँहरूले पछि पनि यसरी आएर हेर्न सक्नुहुन्छ है त। यो सिस्टममै सेभ हुन्छ, अफलाइन सेभ हुँदैन। यसरी पिबोर्डमा तपाईँले सेभ गर्न सक्नुहुन्छ। र पिबोर्डमा सेभ गरिएका कुराहरू ड्यासबोर्डमा पनि राख्न सकिन्छ। र ड्यासबोर्डमा कसरी राख्ने भन्ने कुराहरू हामी अर्को भिडियोमा छलफल गर्छौँ है त। हस्, आजलाई हामीले के सिक्यौँ भनेदेखि पिभट टेबलमा धेरै किसिमको डेटाहरू हुन्छन्, इन्डिकेटर हुन्छन्, एलिमेन्ट हुन्छन्, विभिन्न कुराहरू सँगै निकाल्न मिल्छ। विभिन्न लेभलको पालिका, जिल्ला, वडा, प्रदेश लेभलको धेरै डेटाहरू सँगै चाहिँ पिभटमा निकाल्न मिल्छ। धेरै समय अवधिको निकाल्न मिल्छ, वर्षको, महिनाको, 2 महिना, 3 महिना, 6 महिना, हामीलाई आवश्यक पर्ने तरिकाले हामीले पिभट टेबलबाट निकाल्न सक्छौँ। सिलेक्ट लेभलका कुराहरू सिक्यौँ। र त्यसमाथि थप जान्नुपर्ने कुराहरू चाहिँ के छ भनेदेखि हामीले यति सिकेपछि थप बेसिक कुराहरू यहाँ गएर जुन फाइलमा गएर हामीले के गर्न सक्छौँ, सेभ गर्न सक्छौँ भन्ने कुराहरू सिक्यौँ। र यहाँ केही इम्पोर्टेन्ट कुराहरू छन्। डेटाभित्र गएर यो अप्सनभित्र तपाईँहरूलाई जस्ट अहिलेलाई मैले सर्ट देखाएँ मात्रै। तपाईँलाई कुनै हाइट कोलुम गर्न छ, सबै कुन कुन कोलुमहरू एम्टी छ त्यसलाई हाइड गर्न मन लाग्यो, रोलाई हाइड गर्न मन लाग्यो भनेपछि तपाईँहरूले यसरी यहाँ गएर गर्न सक्नुहुन्छ है त। ल अपडेट गरेर तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। र अर्को इम्पोर्टेन्ट कुरा के छ भनेदेखि तपाईँलाई मैले यहाँ 9 मूल्य सिलेक्ट गरेको छु। 9 मूल्य तपाईँहरूलाई के चाहियो भनेदेखि ल मलाई दैलेखभरिको संस्थाहरूको चाहिएको छ।
संस्थाहरूको चाहिएको छ भनेदेखि हेल्थ फेसिलिटी सिलेक्ट गरेँ मैले। हेल्थ फेसिलिटी सिलेक्ट गरिसकेपछि अब के हुन्छ त भनेदेखि मैले यसरी अपडेट गरिदिएँ केही कुराहरू यसरी अपडेट गरिदिएँ मैले। अपडेट गरेँ मैले त्यसैमा सेभ गरेको कुराहरूमा खेलाइरहेको छु भनेदेखि यसरी एडिटेड भनेर देखाउँछ है त। यसरी एडिटेड भनेर देखाउँछ र यसरी देखाइसकेपछि अब मलाई यहाँ डेटा के देखायो भनेदेखि यसरी हरेक संस्थाको देखायो। तर मलाई चाहिँ के लाग्यो भनेदेखि यो अवल पराजुल भन्ने कहाँ पर्छ त दैलेखको त्यो थाहा छैन, कुन पालिकामा पर्छ त्यो हेर्न पाएको भए सजिलो हुन्थ्यो भन्ने लाग्छ। भनेदेखि तपाईँहरूले जस्तै जिल्लामा बसेर हेर्दै हुनुहुन्छ, प्रदेशमा बसेर हेर्दै हुनुहुन्छ भनेदेखि त्यो संस्था कुन पालिकाको हो त अथवा कुन जिल्लाको हो भन्ने पनि आओस् डिटेल भनेर हेर्न चाहनुहुन्छ भनेदेखि अप्सनमा गएर हामी यो स्टाइलमा गएर यो डिस्प्ले अर्गनाइजेसन हाइरार्की भनेर हान्यौँ भनेपछि यसमा चाहिँ तपाईँहरूको कहाँको संस्था हो पनि देखाउँछ है त। तपाईँहरूको यो संस्था कहाँ पर्छ के पर्छ, जस्तै तपाईँहरूलाई कर्णाली प्रदेशभित्रको दैलेखभित्रको यसरी देखाउँछ है त। तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। यो कहाँको रहेछ त, नेपालको कर्णाली प्रदेशको दैलेख जिल्लाको नौमुले 1 मा तोलिहाल पोस्ट भन्ने रहेछ। तपाईँहरूले यसरी चाहिँ इन्डिकेटरहरू विभिन्न इन्डिकेटरहरू हेर्न सक्नुहुन्छ। र यही कुरालाई फेरि सेभ गर्न मन लाग्यो भनेदेखि तपाईँहरूले फाइलमा गएर सेभ गर्नुभयो भने अटो सेभ हुन्छ। तर होइन अघिको छुट्टै रहोस्, म चाहिँ यो फाइललाई अर्को फाइल बनाएर सेभ गर्छु भनेर भन्न चाहनुहुन्छ भनेदेखि सेभ एज गर्न सक्नुहुन्छ है त। हामी यसरी चाहिँ पिभोट टेबल चलाउन सक्छौँ र हामी पिभोट टेबल सहित पिभोट टेबलभित्र अरू फङ्सन पनि छन्, कोलुम कसरी युज गर्ने, स्ट्याक बार डायग्राम कसरी युज गर्ने भन्ने कुराहरू, र विशेष गरेर यो भित्रको कुरा जुन डेटा सेटको कुरा हामीले गरेका छैनौँ यो भिडियोमा, त्यो भिडियोको कुराहरू हामी पछि कुरा गर्छौँ। र यो सेभ गरेको कुरालाई ड्यासबोर्डमा कसरी ल्याउन सकिन्छ भन्ने पनि हामी अरू भिडियोमा छलफल गर्छौँ है त। थ्याङ्क यू फर वाचिङ।